हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग अनि मेरो यो नयाँ ब्लग गाइज है सुरुको ब्लग हो। सबैजना साथीलाई स्वागत छ गाइज है। अनि अनि आज गाइज त भाइ पनि आएको थियो क्या, अनि भाइसँग यसो रमाइलो पनि गरेर आएको छु। अनि आज हामीले खाजा पनि खाएर आएको गाइज होइन। यहीँ यतासम्म मासुसम्म मात्र जानु ला, धेरै टाढा चाहिँ होइन गाइज है। नसमाइदो भाइ, ल भन त तिम्रो नाम के हो भने भनिदेऊ। मेरो युट्युब च्यानलमा चाहिँ गाइज मेरो नि दुईवटा ब्लग हालेको छ अहिलेसम्म चाहिँ। त्यही हो गाइज, यो नाम चाहिँ मेरो नितेश लामा ब्लग छ। सबैले गएर सब्सक्राइब गरिदिनु होला, माया देखाइदिनु होला गरिदिनु गाइज होला साथी। मेरो पनि गर्नु होला, भाइलाई पनि सब्सक्राइब गरिदिनु होला गाइज है। सबैलाई माया छ गाइज। अब यता गाइज मास्तिर जानु लाग्यो गाइज, अलिकति उकालो छ पछाडिबाट मुनतिर जाने क्या, पछाडि भ्यू देखाइदियो त भ्यू उतै गएर देखाउने नि उताबाट झन्। सो त्यही हो गाइज, फोटोसुट पनि हान्नुपर्ने हुन्छ। हामी टक्क टक्क फोटो हाने। मेरो नि टिकटक बनाउने भाइ पनि यही हो फेरि, क्यामराम्यान अन्त खतरा। उसले पनि गाइज नयाँ च्यानल खोलेको साथी है, मजाले साथीहरू प्लिज है मलाई माया गरे जस्तो उसलाई पनि गरिदिनु होला। मलाई टिकटकमा त साथीहरू लास्ट माया गरिदियो भने अब युट्युब चाहिँ मेरो नयाँ हो साथी है। अब नयाँ युट्युबमा तपाईँले कति माया गर्नुहुन्छ भन्ने कुरा देखिन्छ। टक्क लाएर यो नयाँ भ्लग हो, सुरुको मेरो भ्लग हो गाइज। सबजना साथीले गएर माया गरिदिनु होला है त। त्यही हो। अनि आज हामीले चाउचा खाएर आएको करेन्ट होइन, पिरो पिरो दुईवटा करेन्ट खाएर आएको। अनि उता जानु लाग्यो गाइज, हामी चाहिँ यस्तो डुलिरहेको छौँ भनौँ न होइन। यस्तो भिडियो बनाउन ठाउँ हेरिरहेको छौँ क्या। बल बल भ्यू देखाइदिनु त पुण्टे पछाडिबाट। त्यसरी होइन क्या, यस्तरी कि यस्तरी परेर तिमी जान गयो यस्तरी नै हो कि बाबु। पखान भ्युज हेरौँ न गाइज, यहाँ भ्यूहरू त दामी छ नि। आमा सर होइन त। ल हामी त उता माथिबाट आएको गाछ। ल भाइ त गाइज जाँदैछ गाइज है, मेरो भाइ हो जाँदैछ। मेरो अङ्कलको छोरो हो क्या, काकाको छोरो नितेश लामा हो गाइज। कति क्लास तिमी? अब 10 पुग्छ होला। ए अनि गाइज यहाँ घाम पनि अस्तो नाडा चाहिँ हेर्नु त, कम दामी छ। हेर्नुहोस् त बबाल छ गाइज, सर पारेर होइन। सो गाइज है, सबैजना साथीले माया छ अनि सम्झना छ है साथीहरू। हेर्नुहोस् त भ्युज त बबाल छ नि है, भ्यूहरू त दामी छ नि। हेर्नु न यस, यो ठाउँको भ्यू चाहिँ बब्बा लाएर मैले यहीँ सर्या हो कि हामी पनि भाइ। 2-3 वर्ष भइसक्यो सर्या छ होइन, तर दामी छ। अब भन के भन्न चाहन्छु कि अरू के भन न। ए ल गाइज भाइ चाहिँ टोइलेट जाने गाइज होइन साथीहरू। हाम्रो भाइ चाहिँ टोइलेट जाने गाइज है। अब त्यो अलिकति सडा होला जस्तो, भाइले सडाए जस्तो छ गाइज होइन। ठिकै छ, सबैले माया छ गाइज। अनि अहिले छ 2-3 वर्ष जति भयो सरेको गाइज। भाइ पनि आयो, सर्ट गर्न गएको थियो। कति चाँडै गरेको यो त, भँगेरा छ त छुस्छ हो क्या हो, के हो कुरो जिस्काइदिएको नि फेरि गाइज मैले। हेर्नुहोस् साथी भ्युज हेर्नु न, भ्यूहरू। यो बाटो कहाँ जानुहुन्छ भन्नुलाई फेरि तपाईँले हामीलाई है, यो बाटो चाहिँ सर गरेर नुवाकोटतिर जाने गाइज। हेर्नुहोस् त ऊ तलतिर छ, म तपाईँलाई जुम पनि दिइहाल्छु। तल 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 हेर्नु नि, हेर्नु बाटो हो फेरि यो सबै बाटो फेरि तपाईँले खोला भन्नुलाई बाटो हो नि फेरि। स्कुल पनि छ बबाल, हेर्नु नि सर बबाल छ। बबाले भ्यू हेर्नुहोस् त, सन पनि टक्क लगाएर त्यहाँ छ है, घाम पनि बबाल छ साथीहरू, बबाल छ। सो गाइज हामी चाहिँ गाइज यहाँनिर यसो फोटोसोटो पनि खिच्यो भाइलाई होइन बाबु। फोटोसोटो खिच्दियो भाइले, मैले पनि भाइको खिच्दिएँ है। अनि अहिले चाहिँ गाइज हामी घर लागिरहेको छौँ गाइजहरू होइन। अब बेलुका त टिकटक लाइभ बस्नु छ म त होइन। टाइम अब 6 बजिसकेको छ गाइज होइन। के गर्नु गाइज, अब टिकटक लाइभ बस्नु पऱ्यो। अब टिकटक बन्द नहुन्जेलसम्म होइन, टिकटक लाइभ यसो बसिदिउँ भन्ने कुरा हो। धेरै माया गर्नुभएको साथीहरूलाई, बिग रेस्पेक्ट छ होइन। मैले धेरै धेरै सम्झाएको छु हजुरहरूलाई पनि, हजुरले मलाई धेरै माया देखाउनु भएको छ। युट्युबमा पनि त्यतिकै माया देखाइदिनु होला भन्न चाहन्छु। टिकटकमा जस्तो माया देखाएको छ युट्युबमा पनि देखाइदिनु होला साथीहरू। नयाँ ब्लग हो नि त हाम्रो। अब भाइलाई अब पुऱ्याउनु जानुपर्ने हो होइन। अब भाइ अब के गर्ने यता हेरेर भन्नु न, जाने हो नि होइन, एक्लै जाने हो। अनि म त तपाईँ बस्नु न, के लाइभ बस्नु परेन। ल गाइज म त लाइभ बस्नुपर्छ होइन। ल बेलुका लाइभ बस्नुलाई म चाहिँ, सबैलाई माया छ गाइज है।